सबैजनाले नमस्कार। हाम्रो युट्युबमा आउनुभएको साथीहरूले जस्तै हामीले यो नेपालमा हुलास फिनसर हायर पर्चेस लिमिटेडबाट कुनै पनि सामान यदि किस्ता बन्दीमा लिइरहेछौ भने तपाईँले मोबाइल लिएको पनि, फ्रिज लिए पनि, वासिङ मेसिन लिए पनि, बाइक लिए पनि, रिकन्डिसन बाइक लिए पनि, बजाजको कुनै पनि बाइक लिए पनि यदि सेवा पाउनुभएछ भने हामीले त्यसको किस्ता ई सेवाबाट कसरी पे गर्ने। जस्तै ई सेवाबाट पे गर्नको सबभन्दा पहिला हामीले ई सेवा ओपन गर्नुपर्छ। ओपन गरिसकेपछि यहाँ हामीले स्क्रोल डाउन गर्ने, स्क्रोल डाउन सिधै इएमआई आउँछ। यहाँ इएमआई क्लिक गर्ने बित्तिकै यहाँ हाम्रो कम्पनीको नाम सो गर्छ। सो नगरे हामीले यहाँबाट पनि हुलास फिन यति मात्र हाल्दै हामीले सर्च गरेर हेराइदिन्छ। हामी क्लिक गर्ने बित्तिकै तपाईँले कोड एउटा चाहिन्छ, लोन एकाउन्ट नम्बर, जुन कोड तपाईँले हाम्रो हुलास फिनसर हायर पर्चेस लिमिटेडको मा लिनुभएको मोबाइल नम्बर दर्ता जुन भएको हुन्छ त्यसमा तपाईँले मेसेज आउँछ। त्यो मेसेजमा यस्तो खाले कोड आउँछ। तपाईँको आफ्नो मोबाइलमा आफै आयो होला है, यो कोड नयुज गर्नु होला। जस्तै यो कोड आउँछ यस्तो खाले। बाइक होला भने यहाँ 2 लेखेको हुन्छ, 3 चक्का होला भने यहाँ 3 लेखेको हुन्छ, 4 चक्का होला भने 4 लेखेको हुन्छ एसआईको ठाउँमा। अनि यो मोबाइलको हो भने एसआइएफ लेखेको हुन्छ है। जस्तो जे छ तपाईँको त्यहाँ ठाउँ चेन्ज हुने कोडहरू सबै चेन्ज भएको हुन्छ है। खालि यो तपाईँको 3टा कोड छ। जब जे लिनुहुन्छ त्यसको यहाँ अलिकति संक्षेप मतलब हुन्छ। त्यसपछि प्रोसिड गर्दाखेरि तपाईँले आफ्नो किस्ता अब के लिनुभएछ, प्रोडक्ट नेम हुलासबाट तपाईँले के फाइनेन्स गराउनुभएछ त्यो यहाँ हेराइदिन्छ कहिले, अनि तपाईँको टोटल लोन एमाउन्ट कति छ यहाँ हुन्छ है। त्यसपछि इन्स्टलमेन्ट कति छ यो यहाँ तपाईँले सो गर्छ। त्यसपछि अहिले बाँकी कति छ त हाम्रो प्रिन्सिपल यहाँबाट हामी हेर्न सकिन्छ। अनि यति हुँदाहुँदै पनि तपाईँले अब यहाँ टोटल यदि किस्ता टुटेको छ भने यहाँ टोटल हाल्नु हुँदैन। यहाँ तपाईँको खातामा यदि ब्यालेन्स छ भने यहाँ हेर्छ कि तपाईँको खातामा कति ब्यालेन्स अहिले हाम्रो बढी हाल्दाखेरि यहाँ बचिरहेको छैन भने तै पनि हुँदैन, यहाँ 0 हुन्छ। त्यस पश्चात तपाईँले यहाँ टुटेको होला